तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल आउँदो अक्टोबरदेखि नोभेम्बरसम्म आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार सार्वजनिक गरेको क्यालेण्डरमा उक्त मिति तय गरिएको हो। पहिलो र दोस्रो संस्करणको सफलतापछि क्यान तेस्रो सिजनको एनपीएल गर्ने तयारीमा रहेको हो। क्यानको क्यालेण्डर अनुसार नेपालको पुरुष क्रिकेट टिमले जनवरीमा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने छैन। यद्यपि महिला टिमले 1.5 सातापछि T20 विश्वकप छनौट खेल्नेछ। विश्वकप अघि कुनै पनि सिरिजको आयोजना गर्न नसकेको भन्दै समर्थकले क्यानको आलोचना गरिरहेका छन्। नेपालले आउँदो फेब्रुअरीदेखि शुरू हुने T20 विश्वकपमा सहभागिता जनाउँदैछ। 7 फेब्रुअरीदेखि शुरू हुने विश्वकपमा नेपाल समूह सीमा परेको छ। नेपालले समूह चरणमा इंग्ल्याण्ड, बंगलादेश, वेस्ट इन्डिज र इटालीको सामना गर्नेछ। नेपालले विश्वकपमा पहिलो खेल 8 फेब्रुअरीमा इंग्ल्याण्डसँग खेल्ने तालिका छ। आगामी दिनमा पनि खेलकुदसँग सम्बन्धित अपडेटका लागि कृपया हाम्रो स्पेसलाई फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।